साथीहरु आज म चाहिँ ढिँडो खान जाँदैछु। हेर्नुस् है मैले बनाएको। ल्याउनुस् मकैको ढिँडो अनि अचार बन्दैछ यता। अघि चाहिँ अचार देखाउनु पाएन। यता चाहिँ अचार सिलौटामा पिसेको अचार। यस्तो मलाई चाहिँ ब्लेन्डरमा ब्लेन्ड गरेको भन्दा सिलौटामा पिसेको अचार चाहिँ एकदम मन पर्छ कि। त्यही भएर तरकारी बनाएन, आज अचार र ढिँडो खान मन लागेर बनाएको। यो भयो मेरो ढिँडो र अचार। अब म खान जाँदैछु। तातो भयो। खान्छस्? मिठो भएको छ। बल्ल बल्ल सक्न लाग्यो भनेको। यस्तो पिरो भएर